खोलामा बाढी आएर आज पहिलोचोटि हेर्नु जाएको ढुङ्गा गर्दै भागिसक्नु सक्छ यस्तो मरिन आज माछा लोत्रो टमाटर खाइगयो माथि हाल्दैछ बोझे माछा पकाएर बाँध्ने अझै दाइले माछा त यहाँ भाइरल बनाउनु भए माछा थुप्रै परे जस्तो माझी दाइ ढल्यो माझी दाइले एक छममा इले हेर्नुहोस् हाम्रो ककुर खोलाको चाली माछा माथिदेखि तलसम्म झुन्डिएछ। आज हामी माछा मार्ने खासै सोखले त आएको थिएन, तर पनि खत्रै भयो। जलुका खान्छ माछा भएन भने जलुका खाने भनेको थिएँ। माछा आज एक किलोभन्दा बढी भयो। माझी दाइलाई जलुकाको यादै बिर्सायो। म चाहिँ हान्न थाकेको, अर्को माझी दाइलाई दिएको भाइरलै बनाइदियो। त्यही त कम्ती थियो त। अहिले त कमसेकम 25वटा जति आयो होला एक ठाउँमा। यता हुँदैन कि पारी पारी हुन्छ, त्यही भएर पारी कहिले चाहिँ फेरि माछै नपरेर अल्छी हुन्छ। आज माछा धेर भएर यहाँ मेरो ढाडै दुख्छ।
मात्रै होइन यहाँ माथि पनि छ देखाएको भनेको होला यहाँनिर को पारिसकेको छ हामी साबन यहाँ यी देख्नु हो डल्ला छ डल्ला यहाँ यी माछी मारन साझा हाम्रो माछा